हेलो गाइज, गुड मर्निङ, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म रेडी भएर पनि दोकानको लागि निस्किसकेँ। सो हिजो नै फोन गरिकन मेरो चाबी गाडीमा हालिदिएँ भनेर अन्त गाडीमा त्यसले हालिदियो। अन्त त्यहाँदेखिको आज फेरि स्टार्ट भयो। आजदेखिको म हिँडेर जाँदैछु। आज त यस्तो डरलाग्दो घाम लागिरहेको छ कि यहाँ यस्तो गरम भइरहेको छ। सो हेर्नुहोस् यहाँको चाहिँ यस्तो भइरहेको छ वेदर। आज यस्तो भइरहेको छ आजको वेदर चाहिँ दामी भइरहेको छ। तर सफा छ आकाश पनि। हिँड्दैछु, अब दोकान पुगेर भेट्छु ल। सो म चाहिँ घर आइसकिसकेको छु दोकानबाट। बाबासँग आएँ नि त आज म हो। अन्त उयो उमाल्दैछु, दुध लिएर आएको थिएँ, दुध उमाल्छु, चिया खान्छु। अन्त आज चाहिँ मैले नि यो लिएर आएको छु। यो चाहिँ हो चारकोलको। यो चाहिँ हो दोकानमा पुगेर भ्लग गर्नु त नि म त बिर्सेछु आज, किन भन्दाखेरि बिजी भयो नि त हो। अन्त त्यही भएर अन्त एकैचोटि घर आइकन तपाईँहरूसँग बात मार्दैछु। र यहाँ चाहिँ छ पिल अफ मास्क, जो अब म तपाईँहरूलाई लगाएर देखाउने छु। र एकदमै राम्रो हुन्छ यसले चाहिँ स्किन चाहिँ स्मुथ बनाउँछ। र यो चाहिँ अल स्किन टाइप्स हो। यो चाहिँ चारकोलको, अस्ति लगाएको चाहिँ गोल्डको थियो, अब यो चाहिँ चारकोलको। तर अहिले फिलहाल चाहिँ ट्रेन्डी चाहिँ यही छ, चारकोलकै पुरा ट्रेन्डमा हुन्छ हो। र यो पनि लगाउने प्रोसेस अस्ति जुन चाहिँ थियो सेम हो। र म तपाईँलाई लगाएर देखाउने छु, हेर्दै गर्नुहोस् मेरो भिडियोलाई। यहाँ चाहिँ दुध उम्लिँदैछ हो। हाम्रो यहाँ चाहिँ दुधहरू पनि सबै किनेर खानुपर्छ। म बजारबाट आउँदा लिएर आउँछु हो। अन्त यहाँ चाहिँ हाम्रो चाहिँ ठिका गरेको छैन नि त, अन्त म बजारैबाट लिएर आउँछु। अब यसको चाहिँ म चिया बनाउँछु हो। यहाँ चाहिँ छ मेरो चिया। अब चाहिँ म चिया खान्छु। अहिले चाहिँ मैले फेस वास गरिसकेको छु मेरो। र अब चाहिँ म त्यो चारकोलको मास्क लगाउँछु। म चाहिँ लगाइसकेको छु चारकोलको फेस मास्क। र यो चाहिँ अब यस्तै देख्छ नि यो कालो। अब हेर्नु मलाई हात पनि यस्तो मैला हुन्छ। यो चाहिँ मोटो लगाउनुपर्छ नि त, अझै त पातला भयो, अझै मोटो लगाउनु पर्ने खास। यो चाहिँ ड्राई भइसकेको छ, त्यो कस्तो टाइट भएर अनुहार यस्तो हुनु नि है। यो चाहिँ हो मेरो नाकको वाइट हेड्सहरू हो। यी सबै यसरी निस्किन्छ, मोटो गरेर लगायो भने चाहिँ यसरी निस्किन्छ, नभए चाहिँ पातला गरेर लगाएर निस्किँदैन। सो यो चाहिँ निस्किसकेको छ मेरो। मैले चाहिँ गरिसकेको छु। यो चाहिँ रिजल्ट